सो हेलो गाइस, सबैजनालाई स्वागत छ मेरो डे मिनी भ्लगमा। गाइस आज चाहिँ म फर्स्ट टाइम मिनी भ्लग बनाउन लागेको। त्यो पनि म घाँस काट्न आएको छु कि गाइस, देख्न सक्नुहुन्छ नामले चिउकी यहाँ चाहिँ तल छ गाइस। म चाहिँ घाँस काट्न आएको, त्यो पनि कोसँग भन्नु न, त्यही पनि मेरो एकदमै मिनी फेभरेट कुत्तासँग आएको। मेरो कुत्ता देख्न सक्नुहुन्छ, आनन्दले सुतिराख्नु भएको छ उहाँ चाहिँ गाइस। अनि फेरि उता दाइ हुनुहुन्छ, देख्नुहुन्न दाइ चाहिँ यस्तो हामी निकाल गाडीमा आएको क्या घाँस। त्यो चाहिँ दाइले खसाल सक्नुभयो। म चाहिँ मेरो चाहिँ सिमल्ने काम हो गाइस। अब म चाहिँ जान्छु घाँस सिमल्नको लागि। नाम्लो अरू जिउरो बोको यस्तरी, अगर यस्तरी बोके पनि भयो। पैसा देख्न सक्नुहुन्छ, पैसा 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 गाइस, यत्रो पैसा छ मसँग त छैन। मसँग हामी भिखारी हो नि त गाइसहरू, त्यो भएर चाहिँ हामीसँग पैसा पनि छैन गाइसहरू। यहाँ बाटो अप्ठ्यारो हो, यहाँ मुवालाई हेर्दै हिँड्ने नि लुटिन्छ हाम्रो। त्यो भएर म चाहिँ यहाँ भुइँमा हेर्दै हिँडेको गाइसहरू, भुइँमा देख्न सक्नुहुन्छ। यहाँ यस्तो यस्तो बाटो हेर्नु कस्तो छ पहिला। बाटो त खत्तम छ खत्तम। घाँस देख्न सक्नुहुन्छ, घाँस म चाहिँ घाँस अब सिमल्न झर्दैछु गाइसहरू। सिमल्न घाँस सिमल्न झर्दिनँ, त्यही पनि म सिमल्दिनँ, मेरो घाँस छैन गाइसहरू। त्यहाँबाट चाहिँ म घाँस सिमल्दिनँ। दाउरा पनि छन् यतातिर चाहिँ, साँझ लिन आउनु हो कि रे के गर्नु, तर पाउँदैन लिन आएन गाइसहरू। आजको मौसम फेरि क्या सुन्दर छ कि, यस्तो यस्तो ब्युटिफुल छ गाइसहरू। सुन्दर छ मौसम चाहिँ, सुन्दर एकदम क्लियरली। अनि यता चाहिँ बाटोको मर्मत भएको छ हाम्रो घरतिर चाहिँ गाइसहरू, देख्न सक्नुहुन्छ बाटोको मर्मत हुँदैछ। यस्तो चाहिँ भइसक्यो। अनि यता जाली पनि ठोकिसक्नु भएको छ यहाँ काम गर्नेहरूले चाहिँ गाइस। अनि म चाहिँ यतातिर छु, म चाहिँ यहाँ यस्तो बाटोमा झर्दैछु कि यहाँ अप्ठ्यारो बाटो पनि झर्यो। झर्न नाम्लो पनि झरेन्छ यी नाम्लो। अब यसलाई यहीँ राख्ने, यताखेरि यस्तो यो घन्टी फुल भन्छु नि क्या हो, यति धेरै फुलेको छ गाइसहरू, यति धेरै फुलेको छ। अनि यस्तो गर्ने, यस्तो गरेर सिधा लाउने, त्यो पनि राम्रो देखिन्न है हामी जस्तोलाई त। त्यो भएर गाइस यो यतातिर चाहिँ यो तेजु फलेको रोइन्छ, देख्न सक्नुहुन्छ यो तेजुको बुटो, यो चाहिँ फलेको रोइन्छ गाइसहरू। यो तेजुको बुटो यतातिर धेरै लगाए छन् के बुटो। अनि यो फेरि यो खिरिया, सायद खिरिया नै भन्छ होला, खिरिया नै भन्छ। अनि कोही कोही तेजुहरू चाहिँ फलेको छ गाइस। के लगाएको रहेछ ए गाइस, त्यो देख्न सक्नुहुन्छ किब्लाको गोलो भएछ नि, ऊ त यो अलिक क्लियर चाहिँ आएको छैन गाइस। यसको लागि चाहिँ माथि जान्छु कि मेरो नाच्छु कि। अनि अब चाहिँ घाँस बोटुल्ने हो गाइसहरू। अनि यता जान कुद्दैछु, नाम्लो चाहिँ नाम्लो देख्न सक्नुहुन्छ, नाम्लो यतातिर हुन राख्ने। यहाँ नाम्लो मेरो दाइ देख्न सक्नुहुन्छ, दाइ चाहिँ रुखमा यो खसाली सक्नुभयो। अनि यतातिर, अनि यताको भ्यू देख्न सक्नुहुन्छ, क्या बाल आएको छ नि होइन गाइसहरू। यतातिरको भ्यू चाहिँ यस्तो खाएको छ। त्यो पनि अहिले हामी घुम्न जाने, घुम्न। अनि त्यो भएर घाँस काट्न आएको म चाहिँ गाइस। नै भने म घाँस काट्न आउने मान्छे नै हुने कि, अनि उहाँ काम गर्ने मान्छे पनि आइसक्नु भएको छ क्या हो कि त्यहाँ त घाँस काट्न आउनुभएको ठुल्मम्मीहरू होइन गाइसहरू। अनि म चाहिँ यता छु, यस्तो क्यामेरा छोप्दै पुरै होइन देख्न सक्नुहुन्छ। म चाहिँ यता पनि आइसक्यो होला, मेरो ब्याकग्राउन्डबाट कोही देख्नु भएको पनि छ होला, सायद म माथि देखेको छु होला। ओके बाई बाई वाचिङ माई भिडियो।